Hello guys, welcome to my channel. म सीआरएस खेल्दै छु कति दिनपछि। अब खेलेको हेर्नु होला। मलाई सब्स्क्राइब हान्दिनु होला गाइस। यो भिडियो स्किप चाहिँ नगर्दिनु होला। ठुलो युट्युबरहरुलाई चाहिँ सब्स्क्राइब हान्दिनुहुन्छ। मलाई सानो भाइ सम्झेर सब्स्क्राइब हान्दिनु होला। गेम हेर्नु गाइस। मलाई 80 डायमन्ड आयो। मलाई बन्दा देख्यो भनेको ड्यामेज लाग्यो हुकुम बनेको दुईचोटि हाने म डाउन भयो। यसले मलाई फिनिश गर्दी। हाम्रो टिमको 2 जना मात्र बाँकी थियो अनि अर्को टिमको पनि 2 जना बाँकी थिए। हाम्रो टिमको 1 जना मात्रै थियो। सक्छ कि सक्दैन लास्ट पछि थियो 1v3 को सिचुएसन हो। हाम्रो 1 राउन्ड हामी हार्यौं। सेकेन्ड राउन्ड हेर्नु गाइस। अब म खेल्छु फेरि सेकेन्ड राउन्ड हो। एनिमी देख्यो हेडशट हान्न खोजेको लागेन। तल पनि बन्दा देख्यो ड्यामेज आयो। त्यो हुकुम बन्यो। हुकुम बनेपछि मलाई डाउन गर्दियो। मर्यो। First blood. Thanks. Enemy very close. 4 नम्बर यतातिर गयो। 1v4 को सिचुएसन थियो। यसले पछाडिबाट 3 जना मान्छेले हानेको। थर्ड राउन्ड सुरु भयो। Need equipment. मैले स्नाइपर लिएको कस्तो हान्दिरहेछु हेर नै। मसँग मेरो किट थिएन। यो दाइले मेरो किट दिँदै हुनुहुन्छ। मलाई एनिमीलाई मार्न जाँदैछु। मलाई पछाडिबाट कसले ड्यामेज दियो। म अलग क्यारेक्टर युज हाने अनि मेरी पनि हाने अनि हुकुम बनेर आयो। हानेको त गोडी हान्यो अनि मरिँदै भइरहेको रहेछु। रिभाइभ भएर पछाडि भएको मेडी हान्दै थिएँ। पछाडिबाट बन्दा आयो मलाई मार्यो। अब 4th राउन्ड सुरु भइरहेको। पनि मैले MP40 लिएँ। MP40 अब हान्छु म MP40। I placed the super bonfire.
भइसक्यो मान्छे छ यता मान्छेलाई पुरै धऱ्यो हालत हान्यो एनिमी डाउन भयो Help me! दाइलाई बचाए अर्को अपोनेन्ट रिभाइभ हुँदैछ फिनिस हान्दै यतातिरबाट हान्दै थियो यो पनि हान्दै अहिले क्रममा डाउन भयो तर यो म्याच निक्ल्यो Thanks. Resources here. I need equipment. 5 राउन्ड सुरु हुँदैछ मैले AC80ले अनि MP40ले है here. Resources here. Resources here. I placed the super bonfire. नेपालीमा साइडबाट जाँदैछु साइडबाट यता साइडबाट उताबाट गेटबाट छिन्ने भनेको मलाई फेरि यहाँ मान्छे देख्यो तर हेर्नु लागेन अनि त्यसले इटी गर्नुको पुलवाला हाने First blood. मेडी हान्दै थियो यहाँबाट एउटा बन्दा आयो ल रातोको ड्यामेज दियो तर मरेन र आफै मऱ्यो ल 2 vs 2 को सिचुएसन ड्यामेज हानेको पुलवाला हान्यो फेरि मेडी हान्यो दाइलाई बम लाग्यो गुल्ला हान्नुभयो पछाडिबाट मार्यो अनि 1 vs 2 को सिचुएसन छ यता डाउन भयो फेरि पछाडिबाट अर्को आयो यसलाई पनि फिनिस हान्यो हामीलाई जित्नको लागि लास्ट 2 रन चाहिएको थियो अब हेरौँ जितिन्छ कि नै मैले AC80 र MP40 लिएको यो राउन्ड कस्तो जान्छ हेरौँ यो पानी मैले 3 नम्बर दाइलाई के अरे त्यो ड्यामेज दिन्छु भनेको ओपोनेन्टले हानेर 3 नम्बर दाइलाई कभर दिन्छु भनेको 3 नम्बर दाइ अगाडि जानुभयो यहाँतिर बन्दा देख्यो हामीले यो ओरियन क्यारेक्टर भन्यो साइडबाट गएको साइडबाट पनि मान्छे आयो डाउन गर्दै मलाई वहाँ पछाडिबाट हानेर थियो मैले के मेडी हान्दै थियो तर यो राउन्ड पनि जित्यौँ लास्ट 1 राउन्ड छ लास्ट 1 राउन्डमा हामी जित्छौँ कि नै है Restored EP for everybody. यो राउन्ड जितिन्छ कि नै लास्ट राउन्ड छ I placed the super bonfire. यो राउन्ड हार्यो भने बर्बाद हुन्छ मैले त जाँदै थिएँ तर 3 नम्बर दाइलाई यो दिन्छु भने कभर 3 नम्बर दाइलाई कभर दिन्छु भनेको 3 नम्बर दाइ डाउन हुनुभयो रिभाइभ हाने दाइ मेडी हान्दै हुनुहुन्थ्यो बाटो छेक्नु भयो त्यसलाई समाधान दिनुभयो पुरा रस हान्न गएँ म चाहिँ तर लास्टमा म बन्न पुग्थ्यो मलाई
तिमीले मात्रै आउँदिनु भयो यतिलाई हान्न खोजेको लागेन ड्यामेज मात्रै लाग्यो आलोक क्यारेक्टरमा जाने 3 vs 1 को सस्पेन्सन छ म अगाडि पर रस हान्न गए पुरै यस्तो एन्टी फिफ्टीले हान्दे बोया